नमस्कार, तपाईहरुलाई आज म डेभलपर अप्सन कसरी अन गर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि सेटिङ अन गर्नुस्। हाम्रो सेटिङको अन्तिममा अबाउट फोन भन्ने सेटिङ छ। त्यो भन्दा मुनि कुनै अप्सन छैन। अबाउट फोनलाई टच गर्नुस्। अबाउट फोनलाई टच गरेपछि तल आएर सफ्टवेयर इन्फर्मेसनमा टच गर्नुस्। सफ्टवेयर इन्फर्मेसनमा टच गरेपछि बिल्ड नम्बर, यो बिल्ड नम्बरमा 7 चोटी टच गर्नु होला। 1 2 3 4 5 6 7 चोटी टच। यहाँ मोबाइलको पासवर्ड माग्यो। म मेरो पासवर्ड हाल्दै छु। डेभलपर अप्सन अन भइसक्यो। अब जानुस् पछाडि सेटिङमा, फेरि अबाउट फोनदेखि मुनि तलतिर डेभलपर अप्सन भन्ने एउटा सेटिङ आयो है त। यसमा धेरै भित्र हिडन सेटिङहरु छ। यसको बारेमा पनि भन्दै जाउँला। धन्यवाद।